मानिसको स्वास्थ्यलाई तन्दुरुस्ती राख्नको लागि विभिन्न किसिमका उपायहरू थाहा छ भाइलाई भाइ तिमीलाई भाइ भाइ आउनु न सहयोग गर्नु भाइ के भयो तिमीलाई हिँड्नु त अफिसमा भाइ अफिसमा हिँड्न सक्छ सुताउनु पर्यो भुइँमा सुताउनु पर्यो ओछ्याइदिनु ओ दिदी पर्दा ओछ्याइदिनु न पर्दा के पर्दा ओछ्याइदिनु के के भयो यही भयो नि यहाँ हुनुपर्ने के थियो हो यहाँ हुनुपर्ने यति थियो अब के गर्नुहुन्छ केही छैन हामी ठिक छ आँखा खोल्यो